कसरी भाषा बोल्नुभयो आज उहाँ माता हुनुहुन्छ उहाँको छोराछोरी हुनुहुन्छ उहाँ बस्नुहुन्छ हामी रहर यहाँ हाम्रो प्रेमज्योति बसेको छैन रहर होइन यो चिसोमा यो चिसो भैमा बस्नु रहर थिएन हामीलाई यो हाम्रो दिदी बहिनी आमाहरू बस्नुभएको रहरले होइन आज कसलाई रहर लाग्छ यो चिसो भैया म छोरो खुवाएर बस्नु हो विरङ्गना हो